तपाईहरुले पनि मैले जस्तै कुनै एउटा ब्रान्डको क्रिएटिन लिनुहुन्छ भने हजुरको बडीलाई चाहिँ नेचुरल भन्न मिल्दैन रे र यो मैले हैन यो चाहिँ एउटा डाक्टरले भनेको You take creatine, you can't call yourself natural. Let me break it down. Creatine you're taking, it's called creatine monohydrate, and that stuff's made in a lab. Creatine found in animals is called phosphocreatine. That's the real, original, and natural form. But creatine monohydrate, completely synthetic. म पनि यो भिडियो हेरेर चाहिँ एकदम क्युरियस भएँ हैन अनि त्यहाँबाट मैले चाहिँ अब च्याट जीपीटी लाई सोधेँ अनि गुगल तिर गएर यसो रिसर्च गरेँ अनि मैले चाहिँ के चाहिँ पत्ता लगाएँ भन्दाखेरि क्रिएटिन चाहिँ ल्याबमा नै बन्छ र यो बनाउन युज गर्ने कम्पोनेन्ट्सहरु भनेको एउटा सार्कोसाइन अर्को चाहिँ साइनामाइड नै हो र यसलाई चाहिँ हामीले चाहिँ धेरैचोटी प्युरिफिकेसन गरिन्छ हैन यदि धेरैचोटी प्युरिफाई गरिन्छ कि हामीले चाहिँ हाम्रो बडीमा जुन 1-2 ग्राम क्रिएटिन चाहिँ हाम्रो चाहिँ लिभरले चाहिँ प्रोड्युस गर्छ डेली हो त्यो क्रिएटिनको जुन चाहिँ मोलिकुलर बेस फर्मुला छ त्यो जस्तै नै हाम्रो चाहिँ ल्याबबाट बनेको क्रिएटिनको पनि सेम हुन्छ के मतलब कि यो चाहिँ नेचुरल नै हो आर्टिफिशियल के हैन अब यदि यो लजिक अनुसार चाहिँ अब क्रिएटिन चाहिँ नेचुरल हैन भने हामीले जुन नुन खाइन्छ साल्ट हैन त्यो पनि बन्ने भनेको चाहिँ हाम्रो सी वाटरबाट हो कि ठुलठुलो चाहिँ ढुङ्गाहरुबाट हैन त्यसलाई चाहिँ अनि हामीले चाहिँ ल्याबमा गएर धेरैचोटी प्युरिफाई गरेर अनि त्यहाँबाट बल्ल पो हामीले त्यसलाई साल्टमा कन्भर्ट गर्ने हो नि त हैन त्यो अनुसार त अनि हाम्रो साल्ट पनि अननेचुरल हुन पर्यो अनि अर्को कुरा गरौँ हाम्रो चाहिँ भिटामिन सी डी अनि हाम्रो चाहिँ आइरन डेफिसिएन्सी को सप्लिमेन्टहरु हुन्छ नि त्यो पनि त्यो अनुसार कि त त्यो पनि अब अननेचुरल हुन पर्यो अब कुरा गरौँ क्रिएटिन मोनोहाइड्रेट र फोस्फोक्रिएटिन बीचको चाहिँ डिफरेन्स हैन क्रिएटिन मोनोहाइड्रेट भनेको चाहिँ हाम्रो चाहिँ जुन क्रिएटिन हुन्छ बडीमा चाहिँ त्यसमा चाहिँ एउटा वाटर मोलिक्युल चाहिँ एक्स्ट्रा चाहिँ एड गरेको हैन त्यसको रिजन चाहिँ के भन्दाखेरि यो क्रिएटिन मोनोहाइड्रेट चाहिँ पानी या कुनै लिक्विड फर्ममा हाल्दाखेरि यो चाहिँ छिटै चाहिँ सोल्युबल हुन्छ अनि अर्को चाहिँ यसको मेन रिजन भनेको चाहिँ यो चाहिँ हामीले इन्टेक गरिसकेपछि यो चाहिँ छिटै चाहिँ बडीमा गएर एब्जर्ब हुन्छ हैन त्यही भएर चाहिँ यसमा चाहिँ वाटर मोलिक्युल एड गरेको हो अर्को कुरा गरौँ फोस्फोक्रिएटिन हैन फोस्फोक्रिएटिन भनेको चाहिँ क्रिएटिन नै हो प्लस यसमा चाहिँ फोस्फेट ग्रुप चाहिँ एड गरेको हैन अनि यो चाहिँ एकदम अनडाइजेस्टिभ फर्ममा हुन्छ अनि यो चाहिँ हाम्रो जुन हामीले मिटहरु खान्छ नि रेड मिट त्यो खाको रेड मिटमा चाहिँ हाम्रो क्रिएटिन हुन्छ है फोस्फोक्रिएटिन चाहिँ हुन्न यो अनि हामीले जुन क्रिएटिन खाइन्छ त्यो क्रिएटिन चाहिँ बडी भित्र गएर हाम्रो सेलहरुले चाहिँ यो क्रिएटिनलाई चाहिँ फोस्फोक्रिएटिनमा चाहिँ कन्भर्ट गर्छ यो लजिकको अनुसार चाहिँ मलाई चाहिँ के लाग्यो भन्दा त्यो डाक्टरले चाहिँ झुट नै बोलेको छ कि त त्यो डाक्टर एआई जेनेरेटेड हो यदि 10 वटा डाक्टरलाई पनि इज क्रिएटिन और प्रोटिन सेफ टु कन्ज्युम भनेर सोधिम भने उहाँहरुबाट 8-9 जनाले चाहिँ सेफ नै छ भन्नुहुन्छ के अब यो डाक्टरले झुट बोले पनि अर्को चाहिँ के मेन प्रब्लम छ हाम्रो चाहिँ कम्युनिटीमा भन्दाखेरि अब कोकहरु अनि करेन्ट चाउचाउ जे पनि भनौं चाहिँ लेभलमै के लेखेको हुन्छ भन्दाखेरि इट इज नट सेफ टु कन्ज्युम ठुलठुलो डाक्टर एजुकेटेड पर्सन उहाँहरु सबले चाहिँ यो चाहिँ सेफ छैन खानालाई कन्ज्युमेबल छैन अनि यो चाहिँ आर्टिफिशियल हो भन्दाखेरि चाहिँ त्यो चाहिँ कन्ज्युम गर्न हुने अनि जुन प्रोटिन क्रिएटिन छ त्यो चाहिँ अब डाक्टरहरुले नै पनि सेफ छ है खानालाई भन्दाखेरि पनि यो चाहिँ सेफ हुन्न खाना भन्ने सोच हुन्छ के